सब्जी फल्या छ गाइस, यहाँ त सब्जी फल्या छ है। हामी त सब्जी टिप्दैछौँ। यति राम्रो राम्रो सब्जी फलिरहेछ है। मुला यत्र मुला कहन पुरै मुला हो। साग हो, केरो पनि फल्या छ। मुला यत्र सिमीहरू पनि फल्या, अमिलाहरू चिप्पै फल्या। अर्को बुट्टा जानु धेरै फल्या। यहाँ रहेछ गाइस सिमी त खतरा। सिमी नखाएर सुकिसकेछ गाइस। कसले खाओस्, दुईजना परिवारमा कसले खाने। म आएको भएर मात्रै टिपेको। कति धेरै फले भित्र भित्र कत्रा कत्रा मुला छ। यहाँ त धनियाँ चाहिँ त्यस्तरी हुर्केको छैन। यो चाहिँ के हो गाइस, चिन्नु होला है त। यो चाहिँ औषधि हो रे हैन। तोरी चाहिँ लटरम्मै फल्या छ। मौसम चाहिँ यस्तो छ गाइस, हेर्नु त हाम्रो पहाडतिर। सब्जी कति टिप्यो नानी? यति सब्जी भयो। अब अरू अरू पनि टिप्ने हो। मौसम चाहिँ यस्तो खतरा भएको छ नि, डेन्जर छ मौसम। कोइरो लाएर तोरी यस्तो भएको छ। हाम्रो पहाडमा यस्तो छ के। अमिला हेर्नु, अर्को बुटो यस्तो भएको छ। गाउँघरमा त जहाँ भने त्यहाँ सब्जी भेटिन्छ है। नानीले सब्जी टिप्दैछिन्। त्यहीँ कहाँ देख्यो? झ्याम त उकालो चढ्न लाग्यौँ। यी उँखु यस्तो छ, हाम्रो त उँखु फलेर पनि उस्तै छ। यो पनि सब्जी हो गाइस, यस्तो हुन्छ सब्जी। यो पनि सब्जी हो, यो पनि सब्जी हो। यो यसको पात झन् कम मिठो हुन्छ। यो पनि यो सब्जी हो गाइस। नानीले नसकेर यस्तो छ है। सकेन नानी सब्जी टिप्न? सक्यो? यसरी फल्या छ किरौला। त्यो गरेला भने यस्तो छ है। पाकेको छैन तर फलेको छ। ल्याउ, नानी चाहिँ घिरमला टिप्नु जाँदैछ के। घिरमला फल्या नि त, खुन्द्रुकहरू फलिरहेछ। त्यो दुईवटा तिनवटा टिप नानी। नानीले घिरमला टिपिसक्यो। यो अलिक ठुला भयो भने फेरि कुहिन्छ क्या। आजभोलि सिजनको छ नि त, त्यही भएर त्यही भएर टिपिहाल्नु पर्यो भनेर नानीलाई लगाइदिएको। थ्याङ्क यू नानी। लाग्ला डल्ले खुर्सानी गाइस, कत्रा डल्ले खुर्सानी त। पनि छ गाइस सब्जी। हामीले यति सब्जी टिपेर ल्यायौँ, अर्ग्यानिक सब्जी हैन। यो गाइस अर्ग्यानिक सब्जी, अर्ग्यानिक, यसलाई अर्ग्यानिक सब्जी भन्छ। अब यसलाई टक्क काटेर भुटेर हैन यसको सब्जी बनाउने हेर्नु। भन्दा नानी हामी टिप्या नि बाख्रा यहाँ छन्। यता छ एउटा, अनि चाहिँ मेरो बुहारी हुन् गाइस। मेरो मम्मी हो गाइस हैन।
मम्मी हुनुहुन्छ मेरो। यो चाहिँ मेरो ठुलो दाइ हो गाइस, मेरो जो सबभन्दा जेठो दाइ हुनुहुन्छ मेरो। पोयुन गाइस, यिनी चाहिँ पोयुन। फुलहरू चाहिँ यहाँ फुलिरहेछ नि, बल्ल तिहार गयो ढकमल्ल फुल फुलिया खान्। ए यस्तो छ फुल। बोका कत्रो छ, बयरको बुट्टा बयर खोला छ टन्नै। घरको मरियो गाइस होइन। यो चाहिँ फुलहरू फुलिरहेछ, टन्नै परिरहेछ, बल्ल फुल फुलिरहेछ कि। पहिरो लाएर यस्तो छ अवस्था, गाउँघरको अवस्था यस्तो छ, पुरै पहिरो लगाइरह। यो हाम्रो पहाड हो कि, पहाडको घर हो। ए साग यस्तो छ गाइस हाम्रोतिर। ए अमिलो आएर यस्तो छ फलेर। हाम्रो पहाडतिर त यसरी फल्छ। ए बिजुलीको तारमा फल्छ हाम्रो त्यही सिमी, तर टिप्न सक्छ। दाइ हुनुहुन्छ यतै, मेरो सबभन्दा जेठो दाइ। ए मेरो यता आलु फलेर यस्तो छ, यहाँ लसुन अर्ग्यानिक हो गाइस, अर्ग्यानिक, बिना खादहरूको अर्ग्यानिक हो नि। उम्रिरहेछ आलु, हेर्नु लसुनहरू पनि उम्रिरहेछ। गाइस हाम्रो यस्तो छ, यो अमला फलेको छ, यो अमलाको बुटो कोइरो लाएर यस्तो छ है। यता मालिकनीहरू, यो लसुनको मालिकनीहरू यता हुनुहुन्छ है, जाडामा गुटुमुटु पर्दै बस्नु भएको छ। यतातिर यस्तो छ कोइरो लाएर, तोरी फुलेर पहेँलो भएको छ है। होइन फल्छ भन्नु न, होइन आलु लगाएको त फलेको फल्दैन भन्ने। हाम्रो बाख्रा यता है, अर्ग्यानिक सेमी गाइस। यहाँ त हाम्रो त यसरी सेमी टिप्न पाइन्छ। सब्जी त जति भन्ने नि पाइन्छ, हामी त किन्दैनौँ सब्जीहरू। मम्मीले घिरमला टिप्दै हुनुहुन्छ। यता त घिरमला फल्छ, यो घिरमला ठुला भयो भने कुहिन्छ कि, त्यही भएर। ए उम्रिँदै पनि छ गाइस होइन। ए बाख्रा कस्तो राम्रो छ हेर्नु, बाख्रा। ऊ त हाम्रो अर्को बोके छ, ऊ यत्रो छ गाइस। तिम्रो नाम के हो? केही पनि होइन, बटारे अरे नाम, त्यही भएर बटारे हो।